हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग साथीहरू। म चाहिँ फेरि पनि नयाँ भिडियो लिएर आइसकिसकेँ। मैले चाहिँ आज ब्लग चाहिँ बाटोदेखि स्टार्ट गरिरहेको छु साथीहरू, किनभने म चाहिँ घरमा आज एकदमै धेरै व्यस्त थिएँ, त्यसैले मैले घरमा ब्लगै बनाउन भ्याइनँ। त्यस पछाडि साथीहरू मैले चाहिँ आज बाटोदेखि स्टार्ट गरिरहेको छु अनि म र मेरो साथी चाहिँ हाम्रो काम थियो अनि त्यसैले जाँदैछौँ। यो चाहिँ हाम्रो देखाएको चाहिँ हाम्रो मामला हो, हामी उल्लाबारी जाँदै गर्दैछौँ। हाम्रो चाहिँ एकदमै धेरै काम थियो क्या साथीहरू, कति थोक थियो अनि साथीले खाना नखाइकन गएको थियो, दिदीले खाना बोलाउनु भएको थियो अनि बाटोमा बाँच्दै जाँदै थियौँ हामी चाहिँ। अनि साथीहरू हजुरहरूले अलिकति क्लिप सुन्नु पनि भयो होला, हामी चाहिँ यस्तो झगडा गरिरहेछौँ बाटोमा। झगडा गरे पनि मिल्न चाहिँ मिल्छौँ क्या, एकैछिनमा बाँच्यौँ एकैछिनमा बाँच्यौँ। हाम्रो दोस्ती चाहिँ एकदम खतरा छ क्या साथीहरू, यस्तै हो। हामीलाई झगडा नगरी पनि हुँदैन, उसलाई पनि म चाहिन्छ मलाई पनि ऊ चाहिन्छ। अनि कति बेरसम्म बाल्दै हाँस्दै गयौँ क्या। अस्ति नै पनि यस्तै भएर जाँदाखेरि हामी एक्सिडेन्ट परेको थियो। बाटोमा नबोल्नु भनौँ केही न केही कुरामा परि नै हाल्छ क्या हाम्रो चाहिँ। अनि ठिकै छ ल भनेर अनि गयौँ साथीहरू हामी चाहिँ। अनि यो चाहिँ हामी बिहिबारेतिर कता पुगिरहेको छौँ क्या साथीहरू। हामी चाहिँ खासमा उल्लाबारी गएको, हामी चाहिँ दिदीकोमा जानु छ। अनि त्यस पछाडि हामी खाना खान गएको हो क्या, दिदीले बोलाएर। अनि साथीले चाहिँ खाना खायो, मैले चाहिँ खाइनँ किनकि म चाहिँ पुरा फुल भएको थिएँ घरमै। अनि हामी जाँदै थियौँ अनि हामी चाहिँ एउटा के भन्छ त्यो सूर्यचोक छैन साथीहरू, त्यहाँ छेउमा हाम्रो चाहिँ एउटा आन्टी हुनुहुन्छ क्या, हाम्रो फेभरेट आन्टी। त्यहाँनिर चटपटे यस्तो मिठो दिनुहुन्छ। म चाहिँ यो बाटो हिँड्दाखेरि सधैँ नै खान्छु चटपटे आन्टीकोमा। मेरो सालले चाहिँ चटपटे खासै खाँदैन अनि म चाहिँ चटपटे खान्छु, त्यसैले हामी चाहिँ पुग्न लागेको छौँ। अनि त्यस पछाडि अब चटपटे खान्छेस् भन्दै थिएँ अनि खाने भने। अनि अब कुनै बेला त यति प्याक हुन्छ साथीहरू, त्यहाँ भिड हुन्छ नि त। अनि हामी चटपटे खाने ठाउँमा ठ्याक्कै पुगिसकेको छौँ, यहाँ हेर्न सक्नुहुन्छ भिडियोमा पनि। अनि आन्टीले हामीलाई चटपटे बनाइदिनु हुँदैछ। अनि अब हामी चाहिँ चटपटे खाएर जान लाग्दैछौँ। चटपटे चाहिँ एकदम मिठो बनाउनुहुन्छ हो। यदि कसैलाई खान मन छ भने चाहिँ यहाँनिर ठ्याक्क सूर्यचोकदेखि अलिकति तलतिर गएर खान सक्नुहुन्छ, एकदमै मिठो चटपटे पाइन्छ। म चाहिँ फेरि चटपटेको यस्तो हो नि भोगे नै हो, बाहिर खासै केही खान्न नि त। चटपटे चाहिँ यति खान्छु म, हेर्नु न चटपटे कस्तो मिठो छ, त्यही पनि गिलो चटपटे। अनि साथीहरू हामी चाहिँ यहाँबाट लागिसक्यौँ हाम्रो दिदीकोतिर। अनि हामी चाहिँ जाँदैछौँ उर्लाबारी पुग्न त अझै टाइम लाग्छ नि त। अनि कस्तो राम्रो, हिजोको मौसम पनि यस्तो राम्रो थियो नि साथीहरू, एकदमै चिसो मौसम थियो है, घाम पनि लागेको थिएन, यति आनन्द भयो नि हामीलाई। अनि हामी चाहिँ गयौँ दिदीको रुममा पुग्यौँ सरासरी। अनि मेरो साथीले चाहिँ माम खाँदैछ दिदीकोमा होइन, हामी त्यही हो। अनि खाइसकेपछि हामी तिनजना लाग्यौँ हाम्रो डेस्टिनेसनतिर। हाम्रो चाहिँ अलिकति सपिङ पनि गर्नुपर्ने थियो साथीहरू। हामी खाना खाइसक्यौँ अनि एकछिन रेस्ट गऱ्यौँ, त्यहीँ बस्यौँ। अनि हामी तिनजना हिँड्यौँ त्यहाँबाट। अनि म र मेरो साथी चाहिँ त्यहाँबाट निस्किन लाग्दैछौँ। दिदी चाहिँ हिँड्दै जानुहुन्छ किनभने तिनजना एउटा स्कुटीमा हुँदैन नि त। अनि त्यसैले हामी चाहिँ अनि गयौँ। अनि दिदी चाहिँ हिँड्दै जानुभयो, उता जानु हुँदैछ। अनि हामी चाहिँ स्कुटीमा लाग्न आँट्यौँ। अनि हामी त्यहाँबाट लाग्यौँ साथीहरू। हाम्रो चाहिँ केही सामान लिनुपर्ने थियो, कस्मेटिकमा जानुपर्ने थियो। अनि हामी चाहिँ त्यहाँनिर गइसक्यौँ साथीहरू। अनि त्यति बेला चाहिँ एकदमै भोइस डिस्टर्ब भएर मैले चाहिँ घरमा आएर भोइस ओभर गरिरहेको हो। अनि हामीले सामान किन्यौँ, पर्फ्युम पनि किन्यौँ। अनि यस्तो मिठो बास्ना आउने नि साथीहरू, त्यो पर्फ्युमको त एकदमै राम्रो क्या, कस्तो मन परिरहेको क्या मलाई। अनि कति बेरसम्म पनि त्यसको त्यो सेन्ट हुन्छ नि नजाने रहेछ क्या, कस्तो आनन्द आउने, कस्तो मिठो पर्फ्युम के त्यहाँनिर। अनि हामीले लियौँ। अनि म चाहिँ टेस्ट गर्दैछु क्या त्यसलाई, कस्तो मिठो क्या, कस्तो मन परेको क्या साथीहरू मलाई एकदमै। मलाई खासै पर्फ्युम लगाएको मन पर्दैन नि, तर यो पर्फ्युम चाहिँ एकदमै कस्तो मन परेको क्या साथीहरू। नाम पनि बिर्सेको पो थियो हौ, खै के को थाहा नै, भने हामीले त फर्स्ट टाइम लिएको हो त्यो। अनि त्यहाँबाट चाहिँ हामी
हाम्रो जुत्ता चप्पल लिनुपर्ने थियो, ब्याग पनि लिनुपर्ने थियो। अनि हामी चाहिँ गयौँ जुत्ता चप्पल लिनलाई। अनि हामीले हेऱ्यौँ अनि त्यस पछाडि अनि दिदी र साथीले चाहिँ ब्यागहरू जुत्ता चप्पलहरू हेर्नु हुँदैछ। अनि हामीले चाहिँ चप्पल ब्यागहरू लिइसक्यौँ होइन। अनि मैले चाहिँ भिडियो क्लिप हल्का हल्का गरेँ। अनि हामीले चाहिँ लिएर हामी चाहिँ खाजा खानातिर जाँदैछौँ साथीहरू। हामी चाहिँ खाजा खाना चाहिँ डेली तरल जान्छौँ होइन। सपिङ हाम्रो चाहिँ डन भइसक्यो हेर्नु न। अनि एक झोला बोक्यौँ सामानहरू। अनि हामी चाहिँ हिँड्यौँ साथीहरू। त्यस पछाडि चाहिँ अनि हामी हाम्रो डेस्टिनेसनतिर लाग्यौँ साथीहरू। अनि बाटोमा पनि कस्तो मगमग सेन्ट आइरहेको थियो क्या, मलाई चाहिँ कस्तो मन पर्यो। अनि फेरि अर्को ठाउँमा पनि हामीलाई ब्याग हेर्नु थियो। अनि हामी फेरि पनि ब्याग हेर्नलाई गयौँ। अनि मेरो साथी चाहिँ आउँदैछ, म र दिदी चाहिँ त्यहाँदेखि नजिकै थियो, त्यसैले हिँड्दै हिँड्दै गयौँ। साथी हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसनमा आइसकिसकेको छौँ। तर खाना चाहिँ माथि बस्थ्यौँ। अनि आज चाहिँ हाम्रो आएको छैन, त्यही माथि तातेर कस्तो गर्मी भइरहेछ नि त। अनि त्यही भएर हामी चाहिँ आज पनि तलै नै बस्थ्यौँ। पुरा भयो हाम्रो चाहिँ साथीहरू। अनि अब हामी चाहिँ तलै बस्छौँ। म चाहिँ यहाँ बसिरहेको छु। अनि दिदी र साथी चाहिँ यहाँनिर के खाने भनेर अर्डर गर्नु हुँदैछ। अनि ठिकै छ, हेरौँ न। लेट्स सी साथीहरू अब। अनि साथीहरू त्यही हो। अहिले आज चाहिँ हामी घर बस्न अझै लागेन, म र मेरो साथी आएको थियो। अनि साथी चाहिँ दिदीकोमा गएर खाना खाएँ है। त्यत्तिकै निक्लेको ऱ्यान्डमली होइन। अनि त्यहाँनिर हामी गएर चप्पल पनि किन्यौँ होइन। अनि साथीहरू तपाईँहरूलाई के लाग्छ, फेरि हामीले ब्याग पनि किनेको छौँ। अरू त के भन्ने र यस्तै हो साथी भनेर होइन। अरू त गर्छौँ, हामी त पैसा मात्रै खर्च हुन्छ क्या। अब त्यस्तो गरेर अब खाएको थिएन नि गर्नु त। के अनि मेरो साथीले के को पार्थ्यौँ है बिर्सेन। अहिले हेर्छु न। अनि साथीहरू हामीले मार्केटको बर्ड उब्लेको कसम यहाँ उयो गर्दा हो कस्तो मिठो। मेरो फ्रेन्डकै साथीहरू यस्तो चाहिँ मन पऱ्यो हामीलाई लियौँ होइन। त्यही हो साथीहरू। हामी चाहिँ हाम्रो काम पनि सक्यौँ, खाजा पनि खाइसक्यौँ, साथीभाइ भेटघाट पनि गरिसक्यौँ। लेट्स सी त्यस पछाडि ल हेर्नु हामी कहाँ जाँदैछौँ भन्दाखेरि हामी चाहिँ घर जाँदैछौँ साथीहरू। अहिले चाहिँ हामी ओलाबारीमा छौँ। कतिजनाले त थाहा पनि छ होला है। यो चाहिँ मेरो राइडर साथी हो, राइडर प्रोम्याक्स। प्रो होइन प्रोम्याक्स हो क्या राइडर। तँलाई त सबजनाले प्रोम्याक्सै भन्छ नि त राइडर। त्यही हो साथीहरू। हामी चाहिँ सधैँ घर फर्किने टाइम चाहिँ यही हो हाम्रो चाहिँ। जहाँ गयो भने हामी 5:30-6 बजे चाहिँ हामी घरमा हुन्छौँ। अनि त्यही हो साथीहरू। हामी चाहिँ सूर्य चोक पुग्न आँटिसक्यौँ। हावा चाहिँ यस्तो मजाले आइरहेछ, कस्तो आनन्दको मौसम भएको छ साथीहरू हामीलाई चाहिँ होइन। अनि मेरो राइडर साथीले चाहिँ यस्तो उडाइ होइन। ठिक छ। अनि साथीहरू म चाहिँ आज घर आइसकिसकेँ अहिले होइन। अनि आजको दिन चाहिँ हाम्रो यसरी नै बित्यो साथीहरू। हजुरहरूले हेरिहाल्नुभयो होला। अनि थ्याङ्क यू सो मच फर वाचिङ गाइज। भोलि म फेरि नयाँ भिडियो लिएर आउने नै छु साथीहरू। ल लभ यु अल, बाई बाई। म चाहिँ घर आइपुगिसकेँ। मेरो घर चाहिँ यही हो है।